एकछिन तल गएर आउँछु ल। ए बुढी भर्खर भर्खर बिहा गरेको गाउँमा न केटाहरू पनि राम्रो छैन। म पनि जान्छु नि तिमीसँग। तिमी आलो आलो छौ भनेर कसले खायो भने चुप कलकल आउँदा छौ जाउँ। कहाँ गएको? तिमी त किन जानु पर्यो? म सानो काम छ, म गइकन आउँछु नि, बस्दै गर न। होइन तिमी तातो तातो आलो आलो बिहा गरेको कि यहाँनिर मान्छे साह्रै नराम्रो पो छ त। मैले अस्ति पनि एउटा ल्याएको थिएँ कि छैन खाएर। ए होइन होइन तिमी जाऊ होला हौ ल। किन? होइन मेरो बाख्राको बर्कुला पनि अलिक साह्रै ज्यादा भएको छ कि साह्रै हगेको छ कि। तिमी जाँदै गर बाटोमा के भइहाल्यो मलाई कराउ मात्रै न। फेरि म कल गर्छु नि तिमीलाई ल। ल फेरि लिङ आउँछु जाऊ। ल बुढा बस्दै गर ल। ल ल ल छुयो भने मात्रै छुयो भने हेऱ्यो भने पनि कल गरिहाल है। ल कसको बुढी हौ यो त? राम्री छैन त हौ। मेरो बुढी बाउ साथी ए दाको बुढी पो हो। म होइन नयाँ नयाँ देखि गाउँमा अनि त्यही भएर हौ। नयाँ नयाँ देखिस् भन्दा म अलिक नियत तेरो मन कालो, तेरो आँखा कालो, तेरो सबै कालो कालो कालो, मान्छे कालो, तेरो खानदान कालो, तेरो त्यति साह्रो पनि छुइनँ हौ म। लाग्दो हेरेको अलिक गाउँ समाजमा बसेर चेली माइती हेर्ने अलिक नजर अर्को हुँदैन। हेर्छस् भने अगाडि मुखैमा हेर्न साला, पछाडिबाट सागबाट हेर्दो रहेछ है। कहाँ हो कहाँ हौ दादा? म त तपाईँको बुढी भनेर के याद त? अनि म त नयाँ नयाँ यसो देखेर नि त। त्यसो गर्नुहुन्छ मेरै बुढी होस् चाहे अर्काकै बुढी होस् त्यसरी हेर्नुहुन्छ? त्यस्तो पाप पो लाग्छ त। खोइ तेरो बुढी कहाँ गयो? म त कहाँ बिहा गरेको छुइनँ नि। ए गरेछन् त्यो छोडिस्? छोडेँ नि। तेरै तालले साला तँलाई नि गाउँबाट ननिकाली कहाँ छोड्छु त साला गन्दी नजर। नरिसाउ न अनि त। आन्द्रा बुढी छरछर पार्छ अहिले। ल अबदेखि हेर्दिनँ, थाहा पायो तिम्रो बुढी भनेर। अब गएको गरिहाल्छ अहिले पनि बिहा गरिहाल साला। गाउँ घर बिगारे साला, पैसा बुढु म दिन्छु। 2टा बाख्रा बेचेर भए बिहा गरिहाल। खोजिदिनु पर्यो भने भन्, बुढाउली गइदिन्छु। बिहा चाहिँ गरिहाल है त्यहाँनिर। त्यहाँ आइन्दा गाउँमा के नराम्रो सुन्नु त सिधै तेरो घरमा पाउँछ। औ मर्छा छ खेलखेलमै। आँखाको बुढी हेर्नु हुँदैन। चिनिनास को चिनिनास भनेको? चिनिन न त यहाँ लडे त। अनि पहिला चिन्नु पर्छ अन्त मात्र हेर्नु पर्छ। पाउको बुढी हो अन्त स्कुट तान अलिकति। मेरो बुढी हेर्ने मात्र तँलाई स्कुटी पनि तान्दिनँ। अहिले ढुङ्गाल दिएर नि तेरो म निधारहरू भत्काइदिन्छु। त चाहिँ कस्तो अन्त? मलाई थाहा भएन नि त। अन्त तान्न स्कुटी तान्दिन है। तेरो बुढी भन्नु कहाँ थाहा थियो त? अन्त हेर्नु त पायो नि त। अन्त को राम्री न राम्री थियो अनि तेरो दाबा अन्त नराम्रै छ र अन्त। त्यही त मेरो दाजु नराम्रो छैन नि त। पलिसो नलगा नहाँस तँ। भनिदिएको छु आइन्दादेखिको एक नजर पनि लगाइस् भने सिधै खुट्टामा हेर्ने, माथि त्यता उता होइन, यता तुत्ता गर्ने होइन। त्यसको बुढी रहेछ त। म लडे त हौ। तान्न अलिकति भनिदिएको छु है। स्कुटी तान्न। ला होस् अहिले स्कुटीसँग बाँड्नु पनि पार्छु तेरो अनुहार पनि घुसिल दिन्छ। अन्त त्यहाँ हेरेको अन्त हेर्नु त पायो नि त। अन्त अर्का को भने हेर्नु पनि पाउँदैन अनि? अर्काको बुढी हो नि त हो। अन्त को भने हेर्नु पनि पाउँदैन अनि? मान्छे हो भनेर थाहा छैन? केटी मान्छे थियो कि अब केटाको नजर त अलिअलि गइहाल्छ नि त्यस्तोमा।
त्यसरी चाहिँ नजाओस् नि फेरि आइन्दादेखिको छोडै अरे आची तान्दैन स्कुटी है भक्ति मेरो बुढी हेरेर 2 बाल्टी थुक निलेर मलाई धम्काउँछ थुक त निलेछु नै हेरेको मात्रै हो है दाइने आँखा फुलफुलिँदैछ अहिले तेरो यहाँनिर अहिले कार्यक्रमहरू त चल्छ होला हौ। कालो जिब्रो हुनेको बुढी रहेछ हुनु म त सराप्तै बस्थ्यो होला नि घरमा हेर्दा पनि लडिहाल्यो त तेरो जिब्रो देखा त आँखा त तेरो कताको सेतो छ मेरो त सेतै छ भाइ मेरो चाहिँ कहाँदेखि कालो छोडे, लडेको बेला कालो कहाँदेखि बात छ कि भन्नु अलिक तान्दैन हौ तान्दिन मर्नु नि यस्तो मान्छेहरू त छ रे 50 वर्ष बेसी बाँच्छु होला हौ के जा त तान्दिन पनि हुँदैन त हौ यत्रो टाइम भइसक्यो बसेको नि आम्बो कत्रो लगाएको टाइम चाहिँ तिमीले चाहिँ अहिलेदेखि पर्खिँदैन के राम्री भएर आएको अन्त बस बुढाले पछाएर पो त ल भयो त अब छोड्यो कुराहरू बल्ल बुझे चाला तेरो रहेछ तीर्थले बुढा तिमी त कहाँ गएको उता मेरो साथीमा त त्यस्तो नराम्रो नसोच है दुश्मनको लागि यो हात सलाम तर साथीको लागि यो हात फलाम मेरो चाहिँ उल्टा छ बेबी जो यस्तो पग्लाहरूसँग के बस्छौ जो आउ न जो मसँग जो जाने भए जाऊ ओ माब धेरै नसतौ हौ तिम्रो त्यो चाला देखेर आज फुलपुरी लाग्यो नि हौ भए जाऊ कि सोचे थे जिंदगीमा के भयो आज मरिहाते गर्दा आफै फेर खाए सानो तिनो त दया हाल